नमस्ते साथीहरू, तपाईहरू सम्पूर्णलाई हाम्रो यो च्यानलमा स्वागत छ। आज फेरि तपाईहरू सामु एक जानकारीमूलक भिडियो लिएर उपस्थित भएका छौं, जसमा हामी रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ सम्बन्धी चर्चा गर्नेछौं। रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनको यो खबर एकदमै ठूलो र महत्त्वपूर्ण अपडेट हो, जसको दर्शकहरू लामो समयदेखि प्रतीक्षामा हुनुहुन्थ्यो। अन्ततः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आफ्नो आईपीओ जारी गर्ने प्रक्रिया सुरु गरेको छ। यो आईपीओ विशेष गरी पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिनेछ, जसको आवेदन मिति मङ्सिर 22 गतेबाट सुरु भई मङ्सिर 25 गतेसम्म मात्र रहनेछ। यस अवधिमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मात्रै आवेदन दिन पाउनेछन्। कम्पनीले यस चरणमा जम्मा 1,15,596 किता शेयर निष्कासन गर्दैछ र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आईएमई क्यापिटलले लिएको छ। यो आईपीओ बुक बिल्डिङ विधिबाट निष्कासन हुन लागेकाले यसको मूल्य साधारण आईपीओको भन्दा फरक छ। कम्पनीको शेयरको मूल्य प्रति किता 820 रुपैयाँ 80 पैसा तोकिएको छ। यो विधि अनुसार आवेदन दिँदा लगानीकर्ताले न्यूनतम 50 किताका लागि आवेदन दिनुपर्नेछ, जसको लागि तपाईले 41,040 रुपैयाँ रकम तयार राख्नुपर्छ भने अधिकतम 20,000 कितासम्म आवेदन दिन सकिनेछ। यो आईपीओ लामो समयदेखि अदालतमा मुद्दा परेपछि रोकिएको थियो, तर अदालतले कम्पनीको पक्षमा अन्तरिम आदेश दिएपछि बल्ल नेपाल धितोपत्र बोर्डले यसलाई जारी गर्ने अनुमति दिएको हो। यसकारण यो आईपीओ धेरै चुनौती पार गरेर आएको छ र यसको पर्खाइमा रहेका लगानीकर्ताहरूका लागि यो एउटा ठूलो अवसर हो। वैदेशिक रोजगारीमा रहनुभएका सम्पूर्ण लगानीकर्ताहरूले मङ्सिर 22 गतेदेखि 25 गतेभित्र आफ्नो आवेदन दिन नभुल्नुहोला र लगानीको निर्णय लिनुअघि कम्पनीको अध्यावधिक वित्तीय विवरण र आह्वान पत्र राम्ररी अध्ययन गर्नुहोला। कम्पनीको महत्त्वपूर्ण वित्तीय सूचकहरू हेर्दा अनुमानित ईपीएस रुपैयाँ 27.90 र बुक भ्यालु रुपैयाँ 441 छ, जसले गर्दा पीई अनुपात करिब 29.42 पुग्छ, जुन महँगो मानिन्छ। लगानीका फाइदाहरूमा नेपालकै सबैभन्दा ठूलो उद्योग हुनु, निर्यात क्षमता हुनु र संस्थागत कट अफ मूल्य 912 रुपैयाँ भन्दा सस्तोमा शेयर पाउँदा सुरुवाती नाफा लिस्टिङ गेनको सम्भावना रहनु रहेका छन्। तर यसको उच्च मूल्य, बुक भ्यालुभन्दा करिब 2 गुणा बढी मूल्यमा शेयर निष्कासन हुनु र न्यूनतम ठूलो लगानी यसका मुख्य बेफाइदा हुन्। यो आईपीओ जोखिम लिन सक्ने र कम्पनीको दीर्घकालीन सम्भावनामा विश्वास गर्ने लगानीकर्ताका लागि उपयुक्त हुन सक्छ, तर कम जोखिम चाहनेका लागि यो जोखिमपूर्ण छ। त्यसैले सबैले आवेदन दिनुअघि आह्वान पत्र अनिवार्य अध्ययन गर्नुपर्छ। साथीहरू, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ सम्बन्धी जानकारीमूलक भिडियो कस्तो लाग्यो? भिडियो मन परे भिडियोलाई लाइक र शेयर गरिदिनुहोला। यस्तै आईपीओ सम्बन्धी जानकारीमूलक भिडियो हेर्नको लागि हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्नुहोला र साथमा रहेको बेल आइकन प्रेस गरी अल नोटिफिकेसन अन गर्नुहोला। र कुनै सल्लाह र सुझाव भए कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ।